काटिदियो काटो भनेर पोलिएर गयो। मारे 14,000 राक्षस उहाँ श्रीरामले त्यही गरे। काटे दूषणको खर त्रिशिरको भित्रो लडाई गरे। त्रिशिर भन्नेको भित्रै काटिदिएछन्। भागी सुर्णखा अमङ्गल पोगी लङ्कापुरीमा अनि भेटी रावणलाई वर्णन गरी हाम्रा त सीता भने। राम्री छन् भनेको होला सायद सीता। आयो रावण वीर कामुक भई मारीचका पासमा। भेज्यो जाल गरेर मृग सुनको सीताजीका बासमा। अर्को किताबमा चाहिँ के भनेको हुन्छ भने तिमी चाहिँ अब म वनवासमा शिकार गर्न जाँदैछु, ए सीता तिमी यहाँ यो रेखा लाएर जान्छु, यहाँभन्दा बाहिर कोही पनि आयो भने ननिस्किनु भनेर धेरै लम्बाइमा लेखेको हुन्छ। तर यसमा चाहिँ भनेको हुँदो रहेछ एकदम राम्री छन् भन्ने खबर रावण कहाँ पुग्यो। अनि रावण चाहिँ त्यो आसक्त भएर त्यो सीतालाई कसरी हर्ने भनेर आए त त्यो सीता बसेका बास भएका ठाउँमा भनेर छोटकारीमा भनेको हुँदो रहेछ। यसमा त्यो मरिच चाहिँ मृगको रूप लिएर आएर त्यहाँ डुल्दै थियो। त्यो सीताले देखिन् त्यहाँ यस्तो अमूल्य मृग आएर डुल्दैछ, हरिण आएर ल्याइदेऊ न म हेर्छु भने। त्यो कथा चाहिँ छोटकरी यहाँ चाहिँ त्यसरी लेखेको छैन, अर्कै किताबमा मात्रै छ। कथा चाहिँ त्यसो, तर यो चाहिँ पुरै छोटकरीमा। पहुँचायो रघुनाथलाई मृगले टाढा र आफू मर्यो। बाजी रावणले छलेर त्यसरी सीताजीलाई हर्यो। यसले चाहिँ अनि त्यो मृगले छल गरेर मृगजी भाग्दै भाग्दै गयो। राजा रामजी खेद्दै खेद्दै गए शिकार गर्न। अलिक टाढा गएपछि मात्रै मार्नु त मारे तर कराएन पनि। गर्दै शोक विलाप घोर वनमा खोज्दै गएथे जब। ती सुग्रीवजी भेटिएर प्रभुले लाए मित्यारी जब। छोटकारीमा भन्नु काटेर। अब एक त्यो बिचमा त्यो समुद्र तरेको त्यहाँ पुल थापेको त्यो केही पनि भनेकै छैन। त्यो मरिचीले त्यहाँ मारेको करायो। अनि जाऊ लक्ष्मण जाऊ हेरेर के भयो मलाई त यस्तो डर पर्छ भनेर सीताले भन्दा त्यो रेखा लाएर चाहिँ छोडेर गएको कुरा ल्याउँछ नि त। त्यो त रामले नै रेखा लगाएको हो। अनि सीताले चाहिँ लक्ष्मणलाई जाऊ त्यहाँ त्यस्तो शब्द आयो दाजुलाई बा केही भयो कि भनेर सीताले भन्छन्। त्यही अवस्थामा त्यतिखेर रावण टिप्लिकै आएको रहेछ। त्यो लक्ष्मणले चाहिँ रेखा लाएर छोडेर दाजुलाई के भयो जाऊ लक्ष्मण भनेर भन्दा अनि त्यो रेखादेखि बाहिर नजानु है भाउजू भनेर त्यो रेखा लाएको कुरा ल्याउँछ त्यो अर्कामा। ल अर्को प्रश्न आयो है त यहाँ। यो सुखसागर पढ्नेले बाले भन्दै हुनुहुन्छ राम शिकार खेल्न जानुभन्दा अगाडि लक्ष्मण रेखा के रेखा अरे? लक्ष्मणले रेखा लाएको। त्यो चाहिँ लक्ष्मणले रेखा लागेको थियो या त रामले लागेको थियो? कृपया भनिदिनु होला है कमेन्टमा। हवस् त। रावणले अनि यहाँ त रावणले हरिसकेर उहाँ सीतालाई उहाँ लङ्का पुर्याइसकेको। अनि यता रामले चाहिँ सुग्रीवहरूसँग मित्यारी लागेको कुरा हो। बालीका डरले लुकेर रहने सुग्रीव दुखी थिए। बालीलाई निभाए राज्य कपिका सुग्रीवलाई दिए। सीता खोज्न भनेर बानर ठुला छानेर भेजे अनि लङ्कामा हनुमान पुगेर सजै भेटेर आए पनि। हेर्नु नि कति कटाएर भनेको रहेछ यसमा। हनुमानले अब त्यसरी त्यो खोलो तरेर गएको अनि त्यहाँ रुखमा बसेको त्यो औँठी झारेको कथाहरू त्यो अर्को किताबमा पुरै आउँथ्यो। यसमा चाहिँ एकदम चटचटी काटेर एकदम छोटो बनाएको रहेछ। आएन, एउटा केही पनि आएन। भालु बानरको
भालु बानरको अगाध बलको सेनाली साथमा भागे सेतु समुद्रमा र सजिलै लङ्का पुगे बातमा भालु बानरले ठुलो रण गरे घेरेर लङ्कापुरी पारे राक्षसलाई सोतर उहाँ सङ्ग्राम भूमिभरि आए लड्न नि कुम्भ बलवान त्यो कुम्भकर्णै पनि छोरा रावणका र भाइ भतिजा सम्पूर्ण निक्ले अनि सारा राक्षसको कुलै छाया गए श्रीरामले त्यही गरी मारे रावणलाई गोरसरले ठोकेर सेखी हरि सबै काटेर बनाएको देखि राजा राक्षसका विभीषण भए कल्पान्त जीवी बनी भेटे श्री रघुनाथले विरहिणी सीताजीलाई अनि पुरा भो सब 14 वर्ष वनमा बस्ने प्रतिज्ञा पनि आए पुष्पकमा चढेर भगवान जाउँ अयोध्या भनी सबै लुकाइदियो बीचको कुराहरू सबै लुकाएर अब सुग्रीव विभीषण आदि हनुमान साथै गए रामका सारा लोक खुसी भए गुणहरू गाए कृपा दामका भाइले राज्यबाट निकालेको कुरा छैन सबै काटो पैरी बक्कल बस्दछन् भरतजी योगी सरिका भए भन्ने बात सुनेर राम मनमा सन्तापिँदै नै गई भेजेती हनुमानलाई पहिले जाउँ सुनाऊ भनी आए स्वागत गर्न ती भरतजी साह्रै खुसी भए अनि भेटे श्री रघुनाथले प्रणयले हाले अँगालो उहाँ पारे चित्त प्रसन्न ती भरतको राखेर काखैमा मन्त्री मित्र पुरोहित आदि पुरका सम्पूर्ण रहिते पनि दौडे दर्शन गर्न हर्षित भई श्रीराम आए भनी सबै सकिवरी उता राम चाहिँ अयोध्या पुगेको फेरि वनवास सकेर गएको यहाँ भनिरहेको भेटे ती सबले परे चरणमा हर्षाश्रु वर्षा गरे बुझ्ने तारा सबै सारालाई गरे यथोचित उहाँ श्रीरामले बेसरी बाजा लिएर बजे अनेक रङका गाना बजाना भए बिस्तारै रघुनाथ दिव्यपुरको शोभा निहार्दै गए लाजा फूल अबिर द्रव्यहरूको वर्षा गराए अति राजाको जय होस् भनेर सबले आनन्द पारे मती सुन्दै कीर्तन गान त्यो मलमा श्रीराम पाँचै अनि आमाका क्रमले परे चरणमा फर्केर आए भने पुगे अब उहाँ गयो हेर्नु नि अब कति छोटो बनाएको रहेछ कति आमाले पनि द्रव्य प्राणतनमा फर्केर आए सरी ठाने विघ्न खुसी हुँदै शिर सुगे हर्षाश्रु वर्षा गरे जम्मा भई कुल वृद्धले र गुरुले काटे जटा त्यही गरी नुहाई भूषण वस्त्र दिव्य पहिरे आए महेन्द्रै सरी
यसो खाँदा नाना तीर्थ समुद्रका जलहरू जम्मा अगावै थिए गादीमा अभिषेक वेद विधिले श्रीरामलाई दिए जोरी अञ्जुली ती भरतले भाइ ती भरतले गादी बुझाए जब अब यतिखेर हेर्नु त लु राजा राम भए भनेर सबले आनन्द माने तब रक्षा राघवले गरे सकलको ठानेर छोरा सरी तिरै ती पनि रामलाई बहुतै मान्थे पिता झै गरे त्यो रामको त्यो यो मेरो बाबा चाहिँ त्यहाँ नबसी राम आए भनेर भन्ने आउँथ्यो त्यो छोडिदिनु वर्षन्थ्यो जल चाहिने बखतमा मैदान हुन्थे हरा उब्जन्थे फल फुल अन्न रसिला भूमि थिन् उर्वरा आदि व्याधि थिएन मानिस थिए निश्चित आनन्दमा चारौं ओर थियो सुखै सुख सधैँ श्रीरामका राज्यमा ठुला यज्ञ गरे अनेक विधिका खर्चेर श्री सम्पत्ति साराको मनदान मान्नहरूले आनन्द पारे अति आफू धर्म सबै गृहस्थहरूले जो मर्नु पर्ने गरी जो गर्नु पर्ने गरी दिन्थे ती सब लोकलाई बढिया शिक्षा सधैँ रामरी त्यस्तैमा अपवाद लोकहरूको साह्रै नजाति सुनि त्यागे श्री रघुनाथले प्रणयिनी सीताजीलाई पनि सीता गर्भवती थिइन् र वनमा रोइन् बनी दुखिनी राखे आश्रममा बडो हित गरे वाल्मीकिजीले अनि सीता गर्भवती थिइन् अनि उही वनमै थिइन् क्यार अनि त्यहाँ गर्भवती भएपछि ती वाल्मीकिले चाहिँ त्यहाँ स्याहार सुसार गरेर राखे त्यहाँ वनमा लक्ष्मणलाई चाहिँ लिएर पठाएको रहेछ त्यो वनमा उहाँ लगेर छाडेर आउनु भनेर त्यो कथा यहाँ भन्दैन यो छोटकरी त्यो काठ हो यहाँ अब झुम्ल्या दुई दिव्य पुत्र तिनले पाइन् उही नै अनि राखे नाउ महर्षिले कुशल प्रख्यात होलान् भने यी छोटो छोटो गरेर अब त्यहाँ अब जन्मिहाले पुत्रहरू लव र कुश छोरा चाहिँ ठुला भएपछि गए श्रीरामका पासमा सीता दिक्क भई पछि विवरमा पहुँचिन् निजा धाममा शोकाए रघुनाथ राम बहुतै सन्तप्त पारी मन सीताका अघिका अनेक हितका सम्झेर ती गुण पहिला भएका कुराहरू छोरालाई दिएर राज्य सब त्यो वैराग्यवाला बनी जानेलाई सँगै लिएर भगवान वैकुण्ठ पहुँचे अनि सबै त्यो घोडा समातेको पनि ल्याएन यसो छोडेको कुरा पनि ल्याएन ती 11,000 वर्ष त्यसरी साम्राज्य राम्रो गरी आफ्नो उज्जवल कीर्ति लोकभरमा राखेर नौका सरी अल्पेको अति दिव्य यो शुभ कथा सुन्नेछ जो रामको
टुट्लान् बन्धन कर्मका प्रिय सधैँ होला कृपा धामको छोरा श्री रघुनाथका कुश भए राजा अयोध्यापति चल्दै गो तिनबाट वंश र भए धेरै ठुला भूपति केही वर्णन यो गरे नरपते इक्ष्वाकुका वंशको राजन केही निमीको कथा पनि यहाँ भन्छु म आश्चर्यको अब राजा निमीको कथामा पुग्यो सबै रामको कथा तिनीहरू टुङ्ग्यो यो यसमा एकदमै छोटकारीमा लेखेको रहेछ खासै गरेर अब राजा निमीको कथा हुन्छ धर्मात्मा निमी नामका निरपथिए इक्ष्वाकुकै पुत्र थिए गर्थे राज्य थियो तथापि तिनको अध्यात्म नै मती यज्ञ गर्न वशिष्ठलाई उनले निम्तो गरेका थिए जान्छु स्वर्ग महेन्द्रको छ पहिले निम्तो भनी ती गए इन्द्रको निम्तो मान्न गए सम्पत्ति स्थिर छैन चञ्चल छ झन् यो देह भन्नै गुनी ठुलो यज्ञ सुरु गरे निरपतिले राखेर अर्कै मुनि सिद्ध्याई मख इन्द्रको गरौँ यहाँ आएर देखे अनि तेरो देह गरोस् भनेर रिसले जाग्दै सरापे पनि तिम्रो देह पनि गिरोस् अब यहीँ लोभी हुनाले भनी राजाले गुरुलाई नि पनि दिए त्यही श्राप क्रोधी भनी मलाई श्राप छ तँलाई पनि त्यही श्राप दिन्छु भनेर फर्काइदिए श्राप गरेर देह दुईको व्यर्थै ढले थियो जब जन्मे फेरि वशिष्ठ मित्र वरुणैको तेजबाटै त राजाको मृत लास तेलहरूमा राखेर राम्रो गरी सिद्ध्याए जब याज्ञ देवगण ती आए उहाँ त्यही गरी धर्मात्मा मुनिले भने निरपतिको यो देह बाँचोस् भनी विद्वान ती निमीले अनित्य तनको इच्छा गरेनन् अनि आदि व्याधि अनेक शोक भएको हो खानियो देहता प्राणीका अवनेत्रमा निमिष भई बसो विदेहै मथा देवताले पनि हुन्छ लौ बस भनी आज्ञा दिएथे जब धर्मात्मा निमिति रहे निमिषमा जी हुने भई तब होला त्रास ठुलो अराजक हुँदा भन्ने विचारी अनि एउटा पुत्र मथेर देह निमीको पैदा गराए पनि पुत्र हो त्यसको नाउँ रह्यो विदेह जनक प्रख्यात भो त्यो गुनी त्यसकै हो मिथिलापुरी मिथिला भो मथ्या भएको भनी मत्था भएको भनी राजा यी पछिका विदेह जनक प्रख्यात छन् मैथिला गर्थे राज्य तथापि वंशहीनका ज्ञानी थिए निर्मल सबै कटार जसको वर्णन यो भयो निरपहरू हुन् सूर्यवंशी सब राजन वर्णन चन्द्रवंशीहरूको लौ सुन्नु अवश्य अब सक्यो त्यो कथा त निमीको कथा त्यति मात्रै टुङ्ग्याउँदो रहेछ अब ताराको र पुरुरवाको कथा
अर्कैमा पुर्याइहाल्यो अब। ब्रह्माका सुत अत्रि अत्रि मुनिका हुन् चन्द्रमा पुत्र ती, तिनै लोक जितेर दिएर तिनीले जम्मा गरे सम्पत्ति। चाहिएको सम्पत्ति अगाडि पनि सम्पत्तिको लडाइँ त बहुत हुँदो रहेछ नि त। पहिला हुन्थ्यो र त त्यो के चलिरहेछ नि। ठुलो यज्ञ छ राजा सूर्य र गरे त्यो यज्ञ पुरा जब, तारालाई हरे बृहस्पतिजी की पत्नी बलैले तब, बारम्बार गएर देवगुरुले माग्दा दिएनन् पनि, देउता दानवको ठुलो ऋण भयो त्यही निमित्तमा नै अनि। पहिला माग्न गए दिएनन् अनि लडाइँ गरेर पसेर शुक्राचार्य सधैँ बृहस्पतिजीका द्वेषी हुनाले गरी, सारा दानव चन्द्रमातिर भए गर्जेर सातो हरि। देउता साथ लिएर इन्द्र गुरुका पुरा हितैषी भए, देउतालाई सहाय गर्न रणमा श्री शम्भु आफै रहे। अर्कालाई पठाउँदा गर्छ कि गर्दैन? साह्रै अद्भुत तारकामय भयो सङ्ग्राम ठुलो अति, कयौं वीर मरे परे कति थला भोगे ठुलो दुर्गति। रोके शीघ्र गएर घोर रण त्यो ब्रह्माजीले नै अनि, हप्काएर उहाँ बृहस्पतिजी की पत्नी दिलाए पनि। तारा गर्भवती थिइन् र गुरुले डाँटेर क्रोधी बनी, जन्माइन् अति दिव्य पुत्र तिनले हो चन्द्रमाको बनी। राखे श्री बुध नाउँ हर्षित भई ती चन्द्रमाले पनि, छोरो वीर पुरुरवा ती बुधको जन्म्यो इलामा अनि। छन् ती वीर पुरुरवा अति गुणी सम्राट भनेको सुनि, आई उत्तम उर्वशी निरपतिकी भार्या म हुन्छु अनि। त्यस्तै श्राप कडा हुँदा वरुणको आई परि त्यो जब, राजा मोह भएर आदर गरे भार्या बनाए तब। रोजै साँझ सबेर रात दिनको पत्तै नपाई अनि, धेरै काल भुले परि युवतीमा राजा विलासी बनी। रात दिन गएको थाहा नै पाएन। जन्मे आयु श्रोता सेवा दिने पका छोरो छवटा गुनी, फेरि श्राप छुट्यो र स्वर्ग सहसा गयुर बसी त्यो अनि। देखेन निर्पलेर विवला भए हा प्राण प्यारी भनी, थाले घुम्न जता ततै बिराले उन्मत्त जस्ता पनि। देखि त्यो निर्पको हवाल र भनी भेटेर कोही दिन, सम्राट वीर तिमी विचार नगरी विक्षिप्त हुन्छौ किन? किन विक्षिप्त हुन्छौ सम्हाल्यो भन्नु। वैश्य हुँ म त अप्सरा मतलबी तिम्रो छ माया कहाँ, मेरा निम्ति भई हुरुक्क यसरी व्यर्थै पिरिन्छौ यहाँ। राजन रोज उपासना गर बारो गन्धर्वको नै अब, ती गर्व खुसी भए यदि भने देलन मलाई तब।
यस्ता बात सुनेर त्यो जब गए राजा परे शोकमा ठुलो यज्ञ गरेर ती अनि गए गन्धर्वका लोकमा सकिएको त्यो कथा। अब फेरि गादी र परशुरामको कथा आउँछ। छोटो 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 एकदम कटाएर एकदमै छोटो छोटो बनाएको छ। जन्मे गादी पछि श्री तायो निर्पका सन्तानमा नै अनि कन्या सत्यवती ऋचक ऋषिले मागे म पाऊँ भनी ऋचिक ऋषिले मागे म पाऊँ भनी राजाले पनि श्याम कर्णको अड्को लगाए जब ल्याए ते ऋषिले तुरुन्त र दिए 1000 घोडा सब कन्या सत्यवती ऋचिक ऋषिले भार्या भइन् ती अनि ठुलो यज्ञ गरेर विशेष विधिले छोरो गराऊ भनी यो अगाडिदेखि पनि रहेछ कि क्या हो। यहाँ त छोराछोरी पनि भएन, अब ठुलो धर्म गर्नु पर्यो, दान गर्नु पर्यो, यज्ञ लाउनु पर्यो अनि बल्ल छोराछोरी हुन्छन् भने अहिले पनि यहाँ कता कता ती छोराछोरी भएनन् भने पुरानै लगाएर अनि छोराछोरी हुन्छन् कि अब भनेर चाहिँ पुराण लाउने। तर कसैको त पुराण लाएर पनि भएको पनि देखियो, तर नभएको पनि देखियो होइन। कसै कसैको भयो, कसै कसैको चाहिँ नहुँदो पनि रहेछ। फेरि भगवानले देन, भगवानको देन पनि हुन्छ त्यहाँनिर। यो कसैको पनि भएको जान लाग्दैन मलाई, किनभने यहाँ धेरैजनाले त्यसरी पुराण त गरे। त्यो भगवान भक्ति गरे। सिमरिया भयो ये कन्या सत्यवती ऋचिक ऋषिले भार्या भइन् ती अनि ठुलो यज्ञ गरे विशेष विधिले छोरो गराऊ भनी भार्यालाई र सासूलाई तिनीले मन्त्रेर छुट्टै गरी राखे पाएछ त्यो र नुहाउन गए खाऊ भनी त्यही गरी राखेर नखाइकिन गए। रानीले तब छोरीको असल जन होला वसे भनी मागिन पाएछ त्यो मिलेर तिनीले साटेर खाए अनि साटासाट गरेर खाए। भार्यालाई भने बुझेर मुनिले के दिक्क जस्ता बनी ज्ञानी भाइ प्रचण्ड घोर बलियो छोरो हुने हो भनी छोरो उग्र नहोस् भनेर बहुतै कल्पिन र भार्या अनि आज्ञा फेरि गरे दयालु मुनिले लौ नाति नै होस् भनी जन्मेती जमदग्नि पुत्र तिनका ज्ञानी महात्मा निका तेजस्वी जमदग्निका अति निकी भार्या थिइन् रेणुका कान्छा हुन् जमदग्निका सुत ठुला श्रीराम भन्ने अनि मारे क्षेत्रीय वीरलाई जसले निर्मूल पार्छु भनी रामका पिताको नाम यहाँ भन्नु। रामका पिता जमदग्निका छोरा चाहिँ राम र जो 21 पल्ट घोर गतिले चालेर पृथ्वी सब गर्जेथे रणमा समीप बलको देखाउँदै गौरव सकिएको त्यो कथा। फेरि कार्तवीर्य अर्जुनको कथा। राजा हय वंशका अघि भए श्री कार्तवीर्य अर्जुन जसका बाउ थिए 1000 बलको गर्थे सबै वर्णन योगी सिद्धि गुणी बिछट्ट बलिया मानी महात्मा थिए
जसले रावणलाई दिग्विजयमा बाँधेर सातोलिए कोही रोज सिकाएर खेल्न वनमा राजा गएका थिए घुम्दै श्री जमदग्निका नजिकमा संयोगले पहुँचिए राखे ती मुनिले र सैन्य सहितै राजा रहेथे जब बस्तिन उत्तम काम धेनु र गरे सत्कार ठुलो तब देखे अद्भुत त्यो र गाई निर्बले मागेर लान्छु अनि पाएनन् सल्लाह लिएर आखिर लगे तान्दै बलैले अनि आए आश्रममा र राम रिसाले दौडे कुरो त्यो सुनि झल्काए निज बन्चरो कुपित भए माइस मतिमा अनि ती एउटा मुनिको बिछट ननीको धम्की सुनेथे जब राजा हय वीरले अति ठुलो सेना पठाए तब घोडा हात्ती रथादीले सहितका ती 17 अक्षौहिणी सेनालाई सफा गरेर रणमा गर्जे विजेता मुनि जाग्दै हय कार्तवीर्य रिसाले आयो रसोई घरी काटे बाउ कुठारले सिमलका हाँगा छिमोले सरी छमछम काटिदे तोडे सेकी र टाउको पनि गिडे गर्जेर क्रोधी बनी भागे पुत्र 10,000 तिनाका लौ बित्न आट्यो भनी आफ्नी धेनु लिएर आश्रममा फर्केर आए अनि हत्याए जमदग्निलाई सब त्यो मारे यसरी भनी यसो गरेर मारे भने त्यति बेरमा भन्न भ्याएछ फिकृति मुनिले गरे शिव हरे राजा निभायो किन हे बाबु गर तीर्थ लौ हे बाबु गर तीर्थ लौ अब तिमी यो दोष मेटाउन उन्ती भार्गव राम सहरेका भोबार हर्नै भनी जन्मेका उनलाई दुष्ट बधको के दोष लाग्थ्यो र नि माने तै पनि बात हो अति ठुलो आज्ञा पिताको बानी सारा तीर्थ घुमेर वर्ष दिनमा आए कुटीमा नि परशुरामले आमालाई काटेको आयो है कथा भयो गर्थे श्रीसँग बिहार जलमा गन्धर्व कोही दिन बारियाती जमदग्निका पनि थिइन् पानी छिटै ल्याउन केही बेर खडा रहेर तिनीले हेरिन् तमासा अनि ललचाइन मनमा मजा विषयको यस्तो भए पो पनि भनी आइन बेर निकै गरेर मुनिले त्यो चाल पाए जब छोरो हो यसलाई काट अहिले भन्दै रिसाए तब मारेन नरु पुत्रले र मुनिले ती रामलाई अनि आमालाई तुरुन्त दाजु सहितै लौकाट तुरुन्तै भनी आमालाई तुरुन्त दाजु सहितै काटे कठोरी बनी त्यो देखि जमदग्नि हर्षित भए स्याबास छोरा भनी
के माग्छस् वर माग भनेर मुनिले आज्ञा गरेथे जब बाँचो नि अहिले भनेर वरले बाँचे तुरुन्तै सब वर पनि मागे फेरि परशुरामले क्षेत्री संहार गरेको आउँदा काटेको थियो तर जस्तै तस्तै भएर बाँचुन् भनेर फेरि त्यही वर मागे छोरा है बुबका सब जुटे माइस मतिमा अनि थाले गर्न मतो सगाउ बदला आफ्ना पिताको भनी जान्थे दाजु समेत राम वनमा मौका बुझे त्यो जब काटी ती जमदग्निको शिर लगे माइसमतीमा तब आमाको ननीको बिलाप र ठुलो चित्कार टाढै सुनि आए राम छिटै कुदेर गति त्यो देखे पिताको अनि आमा चिच्याइन कुदेर आउँदाखेरि बाउ लडिरहेछन् टाउको छैन दौडे मुरमुरिएर गोर रिसाले माइसमतीमा गए मारे ती सबलाई एकछिनमै कालाग्नि तुल्ये भए आए ती अनि बाबुको सिरली जोडे जियाए अनि पनि गर्जे क्षेत्रीय हिन पार्छु पृथ्वी संहार गर्छु भनी क्षेत्री जति अब संहार गरिदिन्छु सबै सक्छु ती 21 पल्ट भूमि तलमा दौडेर कालै सरी काटे गोर कुठारले जैतै देखेर खेदो गरी म यहाँ के बस्नु पर्यो साह्रै अप्ठ्यारो भयो नि त मलाई त अनि ठिक छ ठिक छ परशुरामले आमालाई काटेको परशुरामले क्षेत्री संहार गरेको पढेको थिएँ त मैले कैयन ताल बने बगेर गतका खोला नराम्रा अनि अति अहिलेसम्म 100 मन त पञ्चकमा छन्ती तलाउ कति भूको भार ठुलो अरेर उनले सशस्त्र त्यागे अनि तीर्थ स्नान गरेर निर्मल भए निष्पाप आफू पनि त्यत्रो मान्छेहरू काटेर अब लु तीर्थ स्नान गरेर अनि अब सक्यो त्यहाँबाट फेरि अनि निष्पाप भए पाप नलाग्ने अब शुद्ध भए फेरि ठुलो यज्ञ गरेर कश्यपजीमा अर्पेर पृथ्वी सब बस्छन् राम अझै महेन्द्रगिरीमा गर्छन् तपस्या विश्वामित्रजी गादीका सुत भए राजा थिए तापनि ती ब्रह्मर्षि भए कठोर तपले प्रख्यात ठुला मुनि राजा यतिको कथा अब यहाँबाट सकिएको त्यसको कथा छोटो छोटो चार जेठा पुत्र पुरुरवा निरपतिका जो आयु भन्ने थिए छोरा हुन् तिनका ठुला नौसजी इन्द्रत्व जसले लिए इन्द्र ज्ञान सिकेर ती उत्तम भएर श्राप दिजको पर्दा गरेथे जब छोरो वीर यायाति हुन्न सका राजा भए ती सब शुक्राचार्य र दैत्यकी पनि सुता भार्य छौ दुवटी गरी
ठुलो राज्य गरे प्रजा सकलको सन्ताप सारारे कन्या ब्राह्मण कि बिहा कन गरे हुन् सुकृति ब्राह्मण राजन वर्णन गर्छु यो पनि कथा सन्देह मेटाउन छोरी दानव राजा वीर वृषभ र बाँकी बढी सुन्दरी शर्मिष्ठा सगिनी हजार सँगले घुम्ने इरादा गरे केही टाढा वनमा गएर मनमा आनन्द मान्दै अति थाले डुल्न सबै यताउति उहाँ हेर्दै लता वृक्ष थिए शुक्राचार्यजीकी सुता चैकेले तिदे भयानी पनि साथैमा तिनका थिइन् तल टहलिँदै पहुँचे नदीमा राखे बस र किनारा मार सवाती नाङ्गै नदीमा पसे छ्याप छ्याप गरी प्रसन्न मनले हाँस्दै जलैमा बसे निक्ले श्री शिवलाई माथि नवमा देखेर शर्माउँदै पहिले हत्तर पत्त बस्र नचिनी आफ्नो भन्दै लिँदै जुनसुकै होस् टिपे नचिनिकन जसको भयो शर्मिष्ठा गुरु पुत्रिका सभा लुगा पहिरी खडा भई जब गर्दै गाली अनेक क्रोधित भइन् ती देवयानी तब कन्या ब्राह्मण कि पवित्र महुलौ निचा त हो सुत्रिणी मेरा शुद्ध पवित्र वस्त्र यसरी पहिरिस्या के भनी यस्तै गाली गरिन अनेक ननिका ती दुर्मुखाले जब शर्मिष्ठा पनि क्रोधले उकिल भए जागेर बोली तब विकल भई जागेर बोली तब घर चेस्के बक बाद व्यर्थ नबुझे ओस्नी चतै भिक्षुकी भर्चेस पेट कुकुर्नी झै दिनै हाम्रा घरैमा रोगी त भिक्षुकी छोरी त ढुकी ढुकी खान्छेस् हाम्रा घरमा भनेर हप्काए त्यहाँ उल्टो पो हप्काए त्यहाँ त यस्तै गाली गरेर वस्त्र सवाली खोसेर नाङ्गो गरी फ्याँकिएका इनारमा र रिसाले आफ्ना घरैमा फेरि इनारमा फ्याल्दै लुगा खोलेर खेल्दै मृग सिकार रम्य वनमा आए उहाँ त्यो गरी देखे दुर्गति त्यो या तिमी पले संयोग त्यस्तै परि राजाले तिनलाई पक्रन दिए आफ्नो पछ्यौरा अनि नाङ्गीलाई तुरुन्त बाहिर झिके पक्रेर हातै पनि शर्माएर भनिन् मलाई त बिहा गर्नुहोस् तपाईँ अब पक्री हात स्वयं खुला नजर भए अङ्ग मेरा सब तस्मात् लौ अब धर्मले हुनुभयो मेरा तपाईँ पति हाम्रो यो सब दैवले गरिदियो सम्बन्ध राम्रो अति शुक्राचार्यजी कि म खास तनया हो देवयानी तर मेरो ब्राह्मणमा विवाह नहुने नै श्राप केही छ र शङ्का हे नरवीर छैन यसमा पक्का भयो यो भनी राजालाई बिदा लिएर घरमा आइन् रुँदै थिए अनि बाबालाई सबै कुरो अब कहिन् ती शोक र दुखी भनी
साह्रै निन्द पुरोहित इत्याइ छ यहाँ हिँड जाउँ बनाइमा भनी शुक्राचार्य हिँडे तुरुन्त वनमा छोरीले साथमा साह्रै खिन्न भएर दानवारो सारा परे त्रासमा दाना सबै त्यो दाना मात्रै रे रोके दानव राजाले शरणमा पक्रेर सोझो भनी त्यस्ता बालकको कुरा हजुरले ख्यालै नराख्नुहोस् भनी हाम्रो छैन कुनै कसुर करुणा गर्नुहोस् भनेथे जब कसो त्यागी क्रोध भने तुरुन्त गुरुले यो शिष्यलाई तब राजन मान्दिन फिर्न भित्र मनमा छोरी छ यो दुखिनी यसको चित्त बुझाउँछौ यदि भने फर्कन्छु आफू अनि चित्त बुझाउँछ भने पनि फर्किन्छु नफर्किन्न त्यो छोरीको चित्त कसरी बुझाउने सोधे दानव राजाले भन त के इच्छा छ तिम्रो भनी छोरीले मनको कुरो तब कहिन् केही क्रुद्ध जस्ती भनी शर्मिष्ठा सगिनी लिएर सँगमा मेरी कुमारी भई सेवा गर्नु बिहा भएर म जहाँ जान्छु उही नै गई त्यस्ता बात सुनेर बन्धुहरूले सङ्कष्ट पाए भनी शर्मिष्ठा सङ्गिनी हजारसँगले दासी भइन्थे अनि छोरा बिहा गरी यायाति नेपालले लैजान आँटे जब शुक्राचार्यजीले भने प्रणयले ती भूपलाई तब जान्छे यो सगमा छ दिव्य तरुणी हो राजकन्या भनी शर्मिष्ठासित हे नरेन्द्र नगरे संसर्ग कहिले पनि हाँस्दै मौन रहे यातिर गए बेसै कुरा हो भनी शर्मिष्ठा सङ्गिनी लिएर सँगमा साथै गइन्थे अनि छोरी ती यदुका फेरि तुर्बसु भए ती देवयानीतिर शर्मिष्ठासित वीर भूपति फसे कान्तमा आखिर यो कथा त मलाई मन पर्दैन धेरै छोटकरी छोटकरी भनेको त्यति पढ्न मजा आउने खालको बलिको कथा राजन दिव्य कथा कहन्छु बलिको लौ सुन्नुहोस् यो अब जसको बामन भई छलेर हरिले सर्व सहर पेशवा श्री सम्पत्ति हरे लडेर रणमा मारे जसै इन्द्रले पारे जीवित शुक्रले हृदय भए सञ्जीवनी मन्त्रले भोलि